रासोपाले चुनाव जित्नुमा अल्गोरिदम हो भनेर केही भुइँफुट्टा विज्ञहरूले प्रचार गर्दै आएका छन्। अल्गोरिदमको प्रभाव हुनका लागि सुरुमा त इन्टरनेट नै चाहिएला। आँकडाहरूले नै नेपालमा अहिले पनि 1,30,00,000 मानिसहरू इन्टरनेट प्रयोग गर्दैनन् भन्ने छ। इन्टरनेट जसले प्रयोग गर्छन् तिनले राजनीतिक सामग्री हेर्छन् भन्ने ग्यारेन्टी छैन। जसले राजनीतिक सामग्री हेर्छन् वा खोज्छन् ती सबैले रासोपाकै सामग्री हेर्छन् भन्ने पनि छैन। जसले रासोपाका सामग्री हेरे ती सबैले मत रासोपालाई नै दिए भन्ने पनि छैन। तपाईले फेसबुक, युट्युब, टिकटक आदि कतै फुटबल सम्बन्धी भिडियो खोज्नुहुन्छ, त्यस्ता सामग्रीमा लाइक कमेन्ट गर्नुहुन्छ भने फुटबल सम्बन्धी सामग्री तपाईलाई अल्गोरिदमले पठाउन थाल्छ। सरल भाषामा यही हो अल्गोरिदम। तर मतदानमा सामाजिक सञ्जालमा आउने फिड मात्रैले काम गर्यो भन्ने भ्रमको बादल रामबहादुर थापामा लागिरहेकै छ। उनले अहिलेको सरकारको शक्तिको स्रोत अमेरिका हो भनिदिए। भारतको काखमा बसेर 17,000 नेपालीलाई आर्यघाट पुर्याइदिने दुष्कर्ममा स्वयं बादल पनि संलग्न थिए। तर यिनीहरूको शक्तिको स्रोत कहिले पनि भारत बनेन। अनि अहिले के कारणबाट सरकारको शक्तिको स्रोत अमेरिका भयो त?